हेलो एभ्रिवान, म चाहिँ अस्ट्रेलिया आएको 1 हप्ता जति भयो र आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई मैले 1 हप्ताभित्रमा देखेको त्यस्तो बिजनेस आइडियाजहरू भन्न गइरहेको छु, जुन नेपालमा स्टिल रिलेभेन्ट हुन्छ र रिलेभेन्ट मात्रै नभएर तपाईँ त्यसको पाइनियर समेत बन्न सक्नुहुन्छ। हिजो यहाँ बहिनीको बर्थडे थियो र हाम्रो दाइले चाहिँ यस्तो मायरको उसलाई एउटा गिफ्ट कार्ड ल्याइदिनु भयो। मायर भनेको चाहिँ अस्ट्रेलियाको एउटा पपुलर रिटेलर हो र अब यो बहिनीले यो गिफ्ट कार्डको भरपुर यो उपयोग गर्दै यो $50 को चाहिँ गएर मायरमा सपिङ गर्न सक्छिन्। अब नेपालको कन्टेक्स्टमा कुरा गरौँ है त। नेपालमा अब तिहार पनि आउँदैछ। दिदीभाइले दाजुभाइलाई, दाजुभाइले दिदीबहिनीलाई लुगाहरू गिफ्ट दिनुहुन्छ र यसमा एउटा कमन प्रब्लम हो, त्यो लुगा कसैलाई कहिले ठुलो हुन्छ त कहिले सानो हुन्छ। यदि तपाईँको पनि क्लोदिङ ब्रान्ड छ भने तपाईँले पनि यस्तै खाले चाहिँ गिफ्ट कार्ड एउटा बनाएर तपाईँको पसलमा राख्न सक्नुहुन्छ। अब यसमा दुईटा फाइदा छ। तपाईँले यो 5000 को भाउचर बेचेर त्योबाट त फाइदा जेनेरेट गरिहाल्नुहुन्छ। अब त्यो बाहेक पनि त्यो भाउचर चाहिँ त्यो दाइ वा दाजुभाइको दिदीबहिनी भाटामा पुगेपछि उनीहरू लुगा किन्न तपाईँकै स्टोरमा आउनुपर्छ। तपाईँको स्टोरमा आइसकेपछि उनीहरूले त्यो भाउचरको मात्र लुगा किन्छन् भन्ने हुँदैन। उनीहरूले एनालाइज गर्छन्, हेर्छन्, अझै त्यहाँ पुगिसकेपछि उनीहरूलाई नयाँ अरू लुगा पनि किन्न मन लाग्छ। त्योबाट पनि तपाईँले फाइदा उठाउन सक्नुहुन्छ। नेपालमा फ्यु काउन्टेबल बिजनेसले मात्र यस्तो खालले गिफ्ट कार्डको कल्चरहरू चाहिँ सुरु गरेको मैले देखेको छु। यदि तपाईँको क्लोदिङ ब्रान्ड छ र तपाईँलाई अरू क्लोदिङ ब्रान्डहरू मध्ये पनि स्ट्यान्ड आउट हुनु छ भने चाहिँ तपाईँले यो आइडियाबाट चाहिँ म्याक्सिमम क्यापिटलाइजेसन गर्न सक्नुहुन्छ है। सो फलो मनी मन्त्र फर दिस काइन्ड अफ आइडियाज।